नमस्कार, स्वागत छ हजुरहरूलाई। आज म यो पराठा बनाउँदैछु। यो आलु पराठा हो। हेर्नुहोस् त यो कस्तो मजासँग भित्रसम्म सबैतिर आलु फैलिएको छ। यस्तै पराठा बनाउन जाँदैछु। आउनुहोस् सुरु गरौँ। र पहिलोचोटि हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। मैले यो 2 कप पिठो लिएको छु। यसमा मैले आधा चिया चम्चा नुन हालेको छु र यसलाई नर्मल रुम टेम्परेचरको पानीले मुस्दैछु। पराठाको पिठो मुस्दाखेरि चाहिँ अलि नरम गरेर पुरीको भन्दा नरम हुनुपर्छ। यसको मेन पिठो नै हो। हामी पराठा बनाउँदा बेला बेलामा रोटी फुटेर भित्रको स्टफिङ बाहिर निस्किने प्रब्लम चाहिँ यो पिठो नरम भयो भने हुँदैन। मेन ट्रिक नै यही हो, पिठो नरम बनाउनुपर्छ। मैले यसमा 1 चम्चा घिउ हालेर यसलाई अझ नरम बनाउँदैछु। घिउले चाहिँ नरम हुन मद्दत गर्छ। र यतिको नरम बनाएपछि यसलाई साइडमा राखेर नसुकोस् भनेर यसलाई छोप्नुपर्छ। यसलाई भिजाएको कपडाले वा यसरी क्लिमले छोपेर राखे पनि हुन्छ। र मैले यहाँ आलुले उसिनेर राखेकी छु। यो आलु मैले आधा आधा पारेर उसिनेको हुँ। यो प्रेसर कुकरमा होइन, मैले प्यानमै उसिनेको। आधा पारेर उसिन्दा चाहिँ बाहिर मात्र होइन भित्रसम्म राम्ररी पाक्ने हुन्छ। र यसलाई म कोरेसोमा कोर्दैछु। यसरी ग्रेट गर्दाखेरि चाहिँ नि तातो अलि मनतातो आलु गऱ्यो भने चाहिँ सफ्ट निस्किन्छ, आलु सफ्ट बन्छ। र यसमा म नुन हाल्दैछु, त्यसै गरी धनियाँको धुलो, र यसको मात्रा चाहिँ म डिस्क्रिप्सनमा लेख्नेछु। जिरा पाउडर र रातो खुर्सानीको धुलो, यसै गरी अम्चुर पाउडर भयो भने अम्चुर पाउडर हाल्दा हुन्छ। मैले चाहिँ चाट मसला 1 चम्चा हालेको हुँ र काटेर राखेको हरियो खुर्सानी र अदुवा, र यसमा धनियाँ चाहिँ श्रद्धाअनुसार आफूलाई जति मनपर्छ त्यति हाल्न सकिन्छ। यसमा मैले ज्वानो पनि हालेको छु। ज्वानो पिठोमा राखेर मुस्दा पनि हुन्छ, तर मसलामा हाल्दा पनि हुन्छ। मैले ज्वानो राखेको चाहिँ यहाँ भिडियोमा देखाउन बिर्सेछु। र यति बेला चाहिँ नुन टेस्ट गरेर नुन एडजस्ट गर्न सकिन्छ। अब म पिठोलाई लिएर पराठा बनाउन ठिकको साइजको पोर्सन लिँदैछु। हामीलाई कुन साइजको चाहिन्छ त्यही साइजको बनाउने। मैले चाहिँ 7-8 वटा पराठा बनाउने विचार गरेको छु यो 2 कप पिठोबाट। र पिठोको डल्लो जत्रो छ त्यत्रै साइजको आलु पनि यसमा अटाउँछ। बराबर साइजको भए पनि ठिक्क हुन्छ यसमा। र यसलाई पेडा बनाएर हामी मोमो बनाउने बेलामा जस्तै गरेर कचौरा बनाउने यसरी, तर मोमोको चाहिँ पातलो हुन्छ, यो चाहिँ पराठाको चाहिँ यो बाक्लो हुन्छ। र छेउछेउमा पातलो, बिचमा चाहिँ अलि बाक्लै राखेर बनाउने। र यसमा टम्मभरि पारेर स्टफिङ राख्ने यो आलुको मसला, र यसलाई मुख बन्द गर्ने। यो म बढी भएको भाग म झिक्दिनँ, यसैमा राख्छु। र जुन पट्टि बन्द गरेको हो त्यसलाई तल पारेर हामी बेल्ने बेलामा त्यसलाई तल पारेर बेल्नुपर्ने हुन्छ। अब म हजुरहरूलाई बेलेर देखाउँदैछु। बेल्नुभन्दा अगाडि चाहिँ पहिला हातले यो जति सकिन्छ यसलाई यसरी फैलाउने। यसो गर्यो भने फुट्ने चान्स एकदम कम हुन्छ। र बेल्दाखेरि छेउछेउमा अलिकति प्रेसर दिएर बेल्नुपर्ने हुन्छ। म एकतिरबाट मात्र होइन, म हजुरहरूलाई देखाउँछु, पल्टाएर पनि बेल्छु। हेर्नुहोस् त मेरो पराठा फुटेको छैन, भित्रको स्टफिङ निस्किएको छैन। यसो गरेर बनाउँदाखेरि चाहिँ पराठा फुट्दैन। पिठो चाहिँ अलि नरम नै राख्नुपर्ने हुन्छ।
हाम्रो पराठा तयार भएको छ। हेर्नुहोस् त यो बेल्नलाई पकाउन त अझ बाँकी नै छ। मैले यो एडिट नगरिकन पुरा देखाएको छु। यो फुटेको छैन, कतै पनि निस्केको छैन आलु। अर्को एउटा पनि म देखाउँदैछु। यसरी यो मैले गरेको जस्तो स्टेप फलो गर्नुभयो भने हजुरहरूको पनि कहिले फेल हुने छैन। पराठा कहिले निस्किँदैन भित्रबाट त्यो स्टफिङ। अब मैले यहाँ तावा बसालिसकेको छु। मैले प्यानमा बनाउँदैछु, तावामा बनाइन्छ प्रायः जसो। मैले चाहिँ यो नजिकै सजिलो भएर त्यसैमा बनाउँदैछु। र यो राखेपछि अलिकति यस्तो माथि बबल्स आएपछि यो पल्टाउने बेला भयो। मैले सुरुमा घिउ नहालिकन बनाएको छु। घिउ चाहिँ म रोटीमा राख्छु। तावामा हाल्दा धेरै धुवा उड्ने हुन्छ। फेरि चिसो रोटीमा नपाकेकोपट्टि घिउ राख्दा रोटीले धेरै घिउ खाने हुन्छ। अब यता पनि घिउ राखेर अब यो फुल्न थाल्छ। हेर्नुहोस् त यो फुल्दैछ। र हाम्रो पराठा रेडी भएको छ। हजुरहरूले नि यसै गरी बनाउनु होला। हजुरहरूको पनि अवश्य यस्तै बन्नेछ। र आफ्नो अनुभव हामीसँग कमेन्ट मार्फत सेयर गर्न नबिर्सिनु होला। हामीलाई हजुरहरूको सल्लाह सुझावको खाँचो सधैँ रहनेछ। हेर्नुहोस् त मेरो रोटीहरू सबै बनेर तयार भइसक्यो। हजुरहरू पनि मेरो तरिकाले आलु पराठा बनाउनु होला। आलु पराठा इन्जोय गर्नुहोस्। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। नमस्कार, बाई बाई।